So hello guys, welcome back to a new video, and this is a third part of the series where I'm making about how to answer your questions of the visa interviews thing. And as I say, I'm here why this university ko answer कसरी गर्ने भन्ने बारेमा चाहिँ कुरा गर्ने छम. And if you have not looked out the other two videos about how to prepare for why this major and why this plans after graduation, please look them. किनभने पहिला चाहिँ आफ्नो फ्युचर मेजरको किन लिएको थाहा पाउनु पर्यो, फ्युचर प्लान के हो थाहा पाउनु पर्यो, र त्यसपछि मात्र यो युनिभर्सिटीमा किन जान लागेको भनेर चाहिँ प्रिपेयर गर्ने हो. सो प्लिज चेक देम आउट, डिस्क्रिप्सनमा लिंक छ र त्यो दुईटा भिडियो हेरेसी मात्र यहाँ आउनु होला. And if you are already here, so I believe that you are very much good with your why this major र why plans after graduation को क्वेशन मा र why this university को क्वेशन आन्सर गर्नु भन्दा पहिला what we need to know is why this university मा त्यो भिजा अफिसरले हामीलाई सोध्दा यो युनिभर्सिटीमा किन जान लागेको, के रमाइलो छ यो युनिभर्सिटीमा, के खतरा कुरा छ भनेर सोध्न लागेको हैन. So you don't need to state those facts like योबाट एक्रिडेसन छ अनि यस्तो ल्याबहरु छ, यो छ त्यो छ भनेर जनरल वेमा भन्ने हैन. बट रादर द भिजा अफिसरले के सोधेको भने तँलाई यो युनिभर्सिटीले तेरो फ्युचर प्लान अचिभ गर्नलाई कसरी हेल्प गर्छ, तँलाई यो युनिभर्सिटी किन इम्पोर्टेन्ट छ. टन्नै युनिभर्सिटी छन् युएस मा, तर यही युनिभर्सिटीले चाहिँ तँलाई तेरो फ्युचर प्लान अचिभ गर्न कसरी हेल्प गर्छ भन्ने क्वेशन हो. सो त्यसलाई चाहिँ हामीले ट्याकल गर्नुपर्छ. एन्ड द गुड थिङ इज हामीलाई अलरेडी थाहा छ हाम्रो मेजर किन लिएको हामीले र हाम्रो फ्युचर प्लान के हो भनेर. सो यो दुईटा कुरा थाहा भइसकेपछि यो युनिभर्सिटी किन लिएको भनेर एन्सर गर्न एकदमै इजी नै हुन्छ. सो बिफोर एन्सरिङ व्हाई दिस युनिभर्सिटी तपाईहरुलाई चाहिँ थाहा हुनु पर्यो है मेजर किन लिएको र प्लान्स आफ्टर ग्रेजुएसन के हो भनेर. अब यो दुईटा थाहा भइसकेपछि आफ्नो युनिभर्सिटीको बारेमा रिसर्च गर्ने हो. के छ त मेरो युनिभर्सिटीमा, मेरो फिल्डमा, कोही नर्सिङको होला, नर्सिङको फिल्डमा के छ यो युनिभर्सिटीमा त्यो ओभरअल हेर्नु पर्दैन. ओभरअल र्याङ्किङ यति छ, ओभरअल यो यति फन्डिङ छ, त्यो चाहिँदैन. जस्ट फर योर मेजर. नर्सिङको लागि के छ, इफ यु आर गोइङ फर बिजनेस एनालिटिक्स त्यसको लागि के छ, कम्प्युटर इन्जिनियरिङ त्यसको लागि के छ, रिसर्च ल्याब छ, ओके नोट इट डाउन. के छ, स्कलरशिप छ राम्रो, नोट इट डाउन. अनर्समा एक्सेप्टेन्स छ, नोट इट डाउन. अनि प्रोफेसरहरुको यो प्रोजेक्ट चलिरहेछ, नोट इट डाउन. क्लासरुम साइज यता उता यस्तो उस्तो छ, इन्जिनियरको लागि यो अपर्च्युनिटिज छ, अन फिल्ड एक्सपिरियन्स दिन्छ, यो दिन्छ, के छ त्यो नोट इट डाउन. एन्ड मेक अ लिस्ट अफ द थिङ्स द्याट आर भेरी मच इम्पोर्टेन्ट फर यु टु अचिभ यर फ्युचर गोल. तपाईको फ्युचर गोलमा चाहिँ केही इनोभेसन गर्ने प्लान छ, त्यस्तो गोल छ र त्यहाँ रिसर्च ल्याब छ भने यु निड टु नोट इट डाउन. त्यो एकदम इम्पोर्टेन्ट कुरा हो तपाईको लागि. एन्ड त्यसरी चाहिँ आफ्नो मेजर अनुसार र फ्युचर प्लान अनुसार आफूलाई के कुरा इम्पोर्टेन्ट हो त्यो चाहिँ नोट डाउन गर्नु पर्यो. अब फर इक्जाम्पल लास्ट भिडियोजदेखिकै इक्जाम्पल एडुटेक सेक्टरमा इनोभेसन ल्याउनु छ हैन, सीएस पढेर भने त्यसको लागि इम्पोर्टेन्ट के हुन्छ, एउटा रिसर्च ल्याब इम्पोर्टेन्ट हुन्छ. रिसर्च ल्याबमा चाहिँ यस्तो टेक्नोलोजीलाई एजुकेसनसित कनेक्ट गरिरहेछन् र मेरो त्यहाँ चाहिँ प्यासन लाइ गर्छ एन्ड त्यो भन्न पाइयो. अर्को भनेको प्रोफेसर्सहरूले चाहिँ एडुटेक सेक्टरमा चाहिँ काम गरेका छन् र उनीहरुसित म सिक्न पाउँदाखेरि चाहिँ मलाई मेरो फ्युचरमा चाहिने स्किल्सहरु चाहिँ उहाँहरुसित बोलेर कोल्याबोरेट गरेर सिक्न सक्छु. अर्को भनेको युनिभर्सिटीको एडुटेक कम्पनीसित कोल्याबोरेसनै हुन नि सक्छ रिसर्चको लागि. एन्ड दैट इज ए गोल्डन अपर्च्युनिटी. म मेरो फ्युचर प्लानमा चाहिँ एडुटेक सेक्टरमा काम गर्न चाहन्छु र मेरो युनिभर्सिटीको चाहिँ अलरेडी टाइ अप छ एउटा एडुटेक कम्पनीसित. सो अन्डर दैट आई क्यान डु रिसर्च एन्ड तिनीहरुसित काम गर्न पाउँदाखेरि चाहिँ मलाई चाहिँ एकदम फाइदा हुन्छ. इट्स पर्सनल. त्यो भएपछि त्यो नि राम्रो हुन्छ. त्यही भएर यसरी चाहिँ आफ्नो मेजर र फ्युचर प्लानको लागि चाहिँ फाइदाजनक हुने के थिङ छ तिम्रो युनिभर्सिटीमा त्यो कुराहरुलाई उठाएर मलाई चाहिँ यसले हेल्प गर्छ, यसले हेल्प गर्छ, यसले हेल्प गर्छ भनेर यसरी हेल्प गर्छ भनेर चाहिँ भन्ने हो. मेरो युनिभर्सिटीमा यो छ, त्यो छ, त्यो नि छ, यो नि छ, खतरा छ भनेर चाहिँ हुँदैन. व्हाई दिस युनिभर्सिटीमा खतरा होला, तर तँलाई के फाइदा छ त युनिभर्सिटी खतरा भएर भन्ने यो क्वेशनलाई चाहिँ हामीले ट्याकल गर्नुपर्छ. एन्ड त्यसको लागि चाहिँ अब आफ्नो फिल्डमा चाहिँ युनिभर्सिटीले कसैले हेल्प गर्न सक्छ त्यो थाहा पाउनु पर्यो. अब टकिङ अबाउट माई केस, मेरो थाहा छ हैन पास्ट 2 भिडियोजबाटै कम्प्युटर इन्जिनियरिङ
कनेक्टिङ टु हेल्थ टेक सेक्टर थियो। सो मेरो युनिभर्सिटीमा चाहिँ हेल्थ टेक कम्पनीजहरूको कोल्याबोरेसन थियो रिसर्चको लागि एन्ड द्याट वाज ग्रेट अपर्च्युनिटी। मेरो फ्युचरमा चाहिँ म हेल्थ टेकमा इनोभेसन गर्न चाहन्छु र अहिले म रिसर्च एक्सपेरिमेन्टहरू गर्न सक्छु भन्ने त्यो राम्रो कुरा हो। र अर्को कुरा चाहिँ एआई र आईओटी को चाहिँ धेरै त्यहाँ रिसर्च प्रोग्राम्सहरू थियो अनि तिनीहरूलाई युज गरेर स्मार्ट क्याम्पस बनाउने यताउता थियो। सो लुकिङ एट द रियल वर्ल्ड इम्प्याक्ट्स अफ द कोर सब्जेक्ट्स द्याट आई विल लर्निङ अबाउट इट विल बी एन ग्रेट अपर्च्युनिटी फर मी, त्यो पनि भयो। र अर्को कुरा मैले के मेन्सन गरेँ भने अबाउट द स्कलरसिप थिङ एन्ड स्कलरसिप एन्ड एक्सेप्टेन्स टु द अनर्स, र मैले 3टा मात्र बुलेट पोइन्ट्स बनाएको थिएँ मेरो इन्टरभ्यूको लागि। एन्ड फर यु गाइज, तपाईँहरूको लागि के एप्लिकेबल हुन्छ, केले तपाईँलाई हेल्प गर्छ, माइट बी देयर इज सम कोल्याबोरेसन विथ कम्पनीज अर केही रिसर्च एक्सपिरियन्स फर अन्डर ग्रेजुएट प्रोग्राम त्यस्तो हुनसक्छ जहाँबाट रिसर्च तपाईँहरूले लिन सक्नुहुन्छ, अथवा तपाईँहरूको प्रोफेसरले चाहिँ तपाईँको फ्युचर प्लानको फिल्डमा केही खतरा इन्भेन्ट गरेको हुनसक्छ। सो त्यो प्रोफेसरबाट पढ्दाखेरि सिक्दाखेरि चाहिँ मलाई एकदमै हेल्प हुन्छ भन्ने हुनसक्छ। अथवा तपाईँको युनिभर्सिटीको फोकस इन्जिनियरिङ प्रोग्राममा एकदम राम्रो हुनसक्छ, तपाईँहरूलाई डिफ्रेन्ट फ्यासिलिटिज प्रोभाइड गर्न सक्छ र मेरो इन्जिनियरिङको गोललाई एकम्प्लिस गर्न यो युनिभर्सिटीले दिएको फ्यासिलिटिजहरू एकदम इम्पोर्टेन्ट हुन्छ भनेर चाहिँ इन्टरभ्यूमा चाहिँ देखाउन सक्नु पर्यो। डोन्ट गो विथ जेनरल एन्सर्स लाइक यो युनिभर्सिटीको र्याङ्किङ यति छ, योबाट एक्रिडेटेड छ, अनि त्यसपछि प्रोफेसरहरू नि बब्बाल छ, मलाई यो प्रोफेसरको यो थिङ मन पर्यो त्यसरी भन्ने होइन। म चाहिँ फ्युचरमा यो गर्न चाहन्छु, प्रोफेसरको यो काम मसित अलाइन गर्छ एन्ड आइ एम एक्साइटेड अबाउट द्याट भनेर कनेक्ट गर्नु पर्यो। अल टुगेदर युनिभर्सिटीमा गएर तपाईँको फ्युचर प्लान एचिभ गर्नलाई चाहिँ कसरी हेल्पफुल हुन्छ भनेर चाहिँ देखाउनु पर्यो एन्ड मेक द बुलेट पोइन्ट्स थाहा पाउनुहोस्। जस्तै कि मैले 3टा बनाएको थिएँ, एउटा भनेको कोल्याबोरेसन छ कम्पनी हेल्थ टेक कम्पनीसित रिसर्च गर्न पाउँछु, अर्को भनेको एआई र आईओटीलाई क्याम्पसमै युज गरेछ रियल वर्ल्ड एप्लिकेसन हेर्न पाउँछु, अर्को भनेको स्कलरसिप र अनर्स। यस्तै आफ्नो पोइन्ट्स बनाउनुहोस् अनि इन्टरभ्यूमा गएपछि चाहिँ एक्सप्लेन गर्नुहोस्। इनफ्याक्ट मलाई क्वेसन आएको थियो वाट डु यु लाइक अबाउट दिस युनिभर्सिटी भनेर, र त्यसमा चाहिँ मैले यो 3टा कुराहरू भने एन्ड या आई जस्ट एक्सप्रेस्ड इट। मैले बुलेट पोइन्ट बनाएको थिएँ एन्ड भने भिजा आयो। सो मेक इट पर्सनल, मेक द बुलेट पोइन्ट्स एन्ड डेलिभर इट बाई योर सेल्फ। And that's all for today's video. I'll be meeting you guys in another video. Till then, just subscribe to the channel and अरु भिडियोज हेर्नु भएको छैन भने म यता अट्याच गरिदिन्छु एन्ड डिस्क्रिप्सनमा नि लिंक हुन्छ, so please check them out.